राशिचक्रको 12 राशिमध्ये एउटा यस्तो राशि छ जसलाई सबैभन्दा रहस्यमय र शक्तिशाली मानिन्छ, हो वृश्चिक राशि। आउनुहोस् आज यही राशिको स्वभाव, शक्ति अनि भाग्यका रहस्यहरूलाई अलि नजिकबाट निहालौं। वृश्चिक राशिलाई बुझ्न किन यति गाह्रो हुन्छ? सायद उनीहरूको यही विरोधाभासले गर्दा हो कि? बाहिरबाट हेर्दा एकदमै शान्त र स्थिर देखिन्छन्, तर भित्रपट्टि भावना र शक्तिको एउटा ज्वालामुखी लुकेको हुन्छ जुन सही समयको पर्खाइमा बसिरहेको हुन्छ। आखिर कहाँबाट आउँछ उनीहरूमा यस्तो असीम शक्ति? यसको जवाब खोज्नको लागि उनीहरूको स्वभाव, ग्रह नक्षत्र अनि जीवन जिउने तरिकालाई अलि गहिरिएर हेर्नुपर्ने हुन्छ। ल सुरु गरौँ है त। पहिलो खण्डमा वृश्चिक राशिको व्यक्तित्वलाई चिनौँ। कसरी एउटै व्यक्तिमा पानी जस्तो शान्ति र आगो जस्तो आक्रामकताको यस्तो अनौठो मिश्रण हुन सक्छ? आउनुहोस् बुझौँ। ज्योतिष शास्त्रले एउटा रोचक कुरा भन्छ। वृश्चिक जल तत्त्वको राशि हो, तर यसका स्वामी ग्रहहरू हुन् मङ्गल जसले जोश दिन्छ र प्लुटो जसले शक्ति दिन्छ। यही पानी र आगोको संयोजनले उनीहरूको स्वभावमा गहिराई र ताप दुवै थपिदिन्छ अनि उनीहरूलाई गजबको इच्छा शक्ति पनि दिन्छ। सायद उनीहरूको सबैभन्दा ठूलो शक्ति भनेको उनीहरूको अन्तर्ज्ञान हो। भनिन्छ नि, उनीहरूले मान्छेको मनसाया र भावनालाई शब्द बिना नै पढ्न सक्छन्। यही कारणले होला उनीहरूलाई धोका दिन लगभग असम्भव नै हुन्छ। वृश्चिक राशिको व्यक्तित्वमा यो दुईवटा पाटो एकदमै स्पष्ट देखिन्छ। उनीहरू धेरै साथी बनाउँदैनन्, तर जोसँग मित्रता गाँस्छन् उनीहरूको लागि जे पनि गर्न तयार हुन्छन्। तर अर्कोतिर यदि कसैले उनीहरूलाई अपमान गर्यो भने त्यो कुरा उनीहरूले जीवनभर बिर्सदैनन्। अन्ततः यही गुण र अवगुणको मिश्रणले उनीहरूलाई एकदमै जटिल बनाउँछ। उनीहरू एकै समयमा सबैभन्दा असल मित्र पनि हुन सक्छन् अनि